हेलो साथीहरु, गुड मर्निङ। मेरो टिकटकको मिनी ब्लगमा स्वागत छ। आज चिकन अचार बनाउन लाग्यो। लु बनाउन रेडी हौँ त। यसलाई मैले नुन र बेसन हालेर 1 घण्टा छोडेँ। त्यसपछि चिकन अचारलाई चाहिने मसलाहरू धनिया, जिरा, ज्वानो, टिमुर, तोरी, मेथी, सौँफ राखेर त्यसलाई मराक गरेर भुटेर रातो बनाएँ। त्यसपछि अघि नै राखेको चिकनलाई फ्राई गर्छु। तेल लगाइसकेको थिएँ मैले। चाहिँ गरेर नि भुट्छु र 2-3 मिनट फ्राई हुन दिन्छु। त्यसपछि रातो रातो हुन लाग्छ। त्यसपछि रातो भएपछि यत्तिको रातो भएपछि निकालेर एउटा बनाएर त्यसै तेलमा फेरि अर्को चिकन राख्छु। त्यसपछि त्यसलाई पनि अघि रातो बनाएर मुरुक पारिदिन्छु। अनि त्यसलाई फेरि एकछिन डिप फ्राई हुन्छ, रातो हुन्छ नि, त्यसपछि बनाउँछु। अनि मैले अघि नै अदुवा लसुन युज गरेर राखेको थिएँ छिलेर। त्यसपछि अदुवा लसुनलाई फ्राई गरिदिन्छु त्यही तेलमा। त्यसपछि यत्तिको रातो भएपछि लसुनलाई निकाल्छु, फेरि त्यसैमा अदुवा राख्छु। अनि अलि एकछिन भुटेर त्यसपछि अदुवालाई यत्तिको रातो भएपछि निकालिदिन्छु। त्यही तेलमा फेरि अघि नै युज गरेको चिकन राख्छु र त्यसलाई अघि नै अदुवा लसुनलाई फेरि राख्छु। पिनेर राखेको खुर्सानी, चिल्ली फ्लेक्स डल्ले खुर्सानीको पिरोको डल्ले खुर्सानी राखेको थिएँ मैले, अनि राखिदिन्छु। पिनेर राखेको मसलाहरू राख्छु। त्यसपछि यसलाई मराक पारेर यति गरेर मिडमा नुन बेसार हालेर फेरि मराक पारेर एकछिन यसलाई चलाउँछु। त्यसपछि मैले कागतीको झोल राखेर एकछिन चुरुक पारेर त्यसलाई भित्र पस्ने अमिलो टक्क बनाएर राखिदिन्छु र त्यसपछि एकछिन पटपट गर्दै पक्छ। त्यसपछि मैले प्लक पड्किन्छ। अनि त्यसपछि यसलाई यतिकै छोडेर यतिकै मेरो फाइनल्ली मेरो चिकन अचार रेडी भयो गाइस। थ्याङ्क यू फर वाचिङ।